त्यो दाहिनेबाट लगाइदिनु यो यस्तो गर्नुपर्ने छ हाम्रो नवराज बाबुराईज्यूलाई चाहिँ मैले यो हाम्रो संस्कृति पार्टीको ब्याज लगाइदिँदैछु। यो ब्याज एउटा जिम्मेवारी हो र यो जिम्मेवारी एउटा महसुस हुन्छ भनेर पनि मैले हाम्रो नवराज राईज्यूलाई चाहिँ लगाइदिइरहेको छु र त्यसै गरी हाम्रो एउटा तपाईँको परिचय अलिकति संयोग राई ए भाइसँग बोलिरहेको जेएनजी टिम ल त्यसरी हामी पक्कै हाम्रो उहाँ चाहिँ युवा शिक्षक पनि हुनुहुन्छ होइन उहाँ हजुर श्रम संस्कृति पार्टी हाम्रो जिल्ला कार्यालय ललितपुरमा अहिले हाम्रो जेएनजी हाम्रो टिमहरू हाम्रो मलाई त त्यसै गरी हाम्रो यहाँ संस्कृति युवाको उपाध्यक्षज्यू सञ्जीव राईज्यूलाई पनि आज आफ्नै हातबाट चाहिँ यो एउटा संस्कृति पार्टीको ब्याज अथवा चाहिँ अझ उहाँलाई चाहिँ एउटा जिम्मेवारीलाई अझ रूपमा चाहिँ गहन रूपमा अध्ययन गर्नु भन्ने एउटा चाहिँ महत्त्वपूर्ण खुसी लागेको छ। सबैजना चाहिँ हामी युवा साथीभाइहरूले चाहिँ यहाँ लाइभ पनि सकेका छौँ, तपाईँहरूले देखिराख्नु भएको छ। अब चाहिँ हामी पचारको लागि जानुको लागि रेडी भइसकेको छौँ, तर अझै उपस्थित हुनु बाँकी छ। अहिले तपाईँहरूले थोरै देख्न सक्नुहुन्छ, तर यसको 4-5 डबल चाहिँ पछाडि आउनुहुन्छ है। जय माटो।